गाडी हो बेसी हो गाडी मुटुमा ढाक्ने गरी क्या होइन शैतान तिमीले खेलाउँछ नि त्यसलाई खोजेर लाग्छ क्या त्यो पार्टीहरूले थाहा पाइसक्यो राम्ररी पक्कै घोचेर हालेको भनेर क्या हामीले थाहा दिँदैछु भनेर क्या अन्य फोन लगायो भने हामीले होइन अन्य बाटो दिएको छुइनँ भनेर क्या थाहा पाइसक्यो पार्टीहरूले हो त सोध्नु लगाएको छ नि यिनीहरूले साइड लाउनु खोजेको होइन मलाई थाहा दिइरहेछ हो कि सकेन सकेन त्यही ठाउँमा अरू भयो त झारिदिन्थ्यो त्यो भलिजहरू होइन दबाईहरू भयो भने झारिदिन्थ्यो 100%। आज बाँध्दै हाल्ने रामलाई छैन भोलि जाने छैन भनेर होइन अनि मलाई जति अलिक मलाई भन्दै थियो कम्पनी घाटामा गइरहेको छ रामदाईको गाडी मात्रै बचत धेरै छ अरू कुनै गाडीको छैन कसरी निकाल्ने मोती भएर अरू गाडी एडजस्ट गराएको अब त्यति भने पुरै सकियो तपाईँलाई सोधे अरे किन यस्तो गर्नुभयो भने चाहिँ अनि तपाईँले भन्नुभयो मलाई गाडी आरामले चलाओस् काठमाडौँ जोडेर चलाओस् म त्यसपछि केही पनि भन्नु तपाईँले भन्नुभयो होइन मलाई त्यति भने सकियो मलाई त्यही चाहियो हो मैले बोल्ने बाटो नै भएन म त्यति नै भनेको दाइलाई दाइ हेर्नु म ड्राइभरलाई के भन्नु दाइ खाल्टा बजाउँ होइन गाडी बज्छ होइन टुटपुट आउँदैन होइन हामीले गाडी खाँदिनँ होइन भने क्षति आउँदैन होइन भोलि सिल्भरमा बसेको हुन्छ मान्छे उम्रिन्छ के हुन्छ हामीलाई कम्प्लेन गर्छ दाइ तपाईँलाई सही भनेर राम भन्नु भने दाइले नै भनेको मलाई होइन दाइले भन्ने कुरा मैले भनिदिएको हो नि त भिडियो बनाउनुलाई बस्छ मैले पनि भन्दैन रामदाई जस्तो कनेक्सन कुनै गाडी उठाएको जसले जे भयो भने भन्यो विकासले राम्रै भन्नु रामदाईको जस्तो कलेक्सन कुनै गाडी उठाएको विकास गाडी कुदाउने ड्राइभर उनीहरू ग्रुपमा बोल्दा रहेछ होइन राति 1 बजे अनि मलाई पनि फोन गरेको कि अनि मलाई सोध्दै थिएँ के भन्नु राम्रो बरु रिजल्ट बरु रविलाई अरू गाडी गरौँ तपाईँलाई तिमीले यसमा चलाऊ दायाँ बायाँ कसैले केही झारो पनि मलाई फोन गरिहाल्नु मैले फोन गरेँ पनि विकासले फोन गर्नु बस अलिक नेताहरू विकासले के भन्नु रामदाईको कलेक्सन कुनै गाडीमा छैन नेताहरूले भन्दै दिनु है मैले भन्नु मेरो कामले मात्र अगाडि छु क्या मेरो कामले होइन कामले गर्दा हो नि त होइन मैले चन्द्रपुर गरेर नदिएको बाजे होइन मलाई यिनीहरूले 100% हात दियो सोध्नु सबको लागिसकेको हो कि पाण्डेहरूले पनि बोल्नु सक्दैन कपिलले पनि सक्दैन यस्तो दिमाग भएको मान्छे हामीले पाउँदैन होइन कम्पनीले यसमा हो मलाई थाहा छ कि होइन कसरी चलिरहेछ त्यो मलाई थाहा छ है म त गाडीमा एउटा हिँडेको आफ्नो जिम्मेवारी पुरा गरेको छु होइन त्यस्तै आफ्नो जिम्मेवारी पुरा गरेर दिनु सक्नु पऱ्यो क्या मेरो चाहिँ भनाइ त्यो हो होइन
म बतासे भयो भने त म तिनीहरू गल्ती गरेँ पनि मैले के चाहिँ गरेको छु त होइन दिन बस्दियो भने थाहा हुन्छ बुझ्यो नि होइन 10-15 दिन बस्दियो भने नि त्यसलाई म बस्ने होइन तपाईँहरू गर्नु भने फेरि हेर कता 15 आउँछ आफैले देखिहाल्छ हो कि भन न अनि भोलि दिनलाई चलान तिमी नै हिँड्दैन हो कि भन न अनि भारी सकालेर मिलाउनु सक्दैन हामीलाई पो तनाव तपाईँहरू हामीले के तनाव दिनु पर्दैन सबैलाई ढुक्क छ नि सक्यो भिन्नमा बस्नु